आजको मौसम यस्तो धमिलो धमिलो छ गाइस। मौसमै खराब छ, पानी आउन सक्दैन, मौसम चाहिँ खराब छ गाइस। हाम्रो बिउ चाहिँ यस्तो भछ है, सबै पाडा हिँडेर खत्तम पारे कि हामी हेर्नु, नउम्रिँदै पारा हिँडेर स्वाट उता पुरा वहाँ फेरि उम्रेकै छैन कि त्यहाँ खाली छ नि त्यहाँ। कहिले रोप्ने हुन्छ होला बिउ। पाडा हिँडेर खत्तम पारेको यो बिउमा यहाँ यस्तो छ। बिउ पनि पुग्छ कि नै खोइ पनि। मल पाएको ठाउँमा चाहिँ अलिक हुँदो रहेछ है, मल पाएको ठाउँमा यस्तो हलक्क बढिहालेको। अरू ठाउँमा पनि त्यस्तो छैन, यहाँ मल मात्रै बच्चाको चिर होला नि। मल त हालेको एकरै हाल्नु त हो, उतापट्टि नउम्रेर हेर्नु बल्ल बल्ल उम्रिरहेको छ, खाली ठाउँ छ नि त हो। त्यहाँ सेतो सेतो छ नि, त्यहाँ खाली छ कि पुरै, उता पनि खाली थियो, अहिले चाहिँ उम्रेछ। उम्रेछ तर बिउ पुग्छै पुग्दैन भनेको बिउले धोका दिन्छ यार गाइस। रोप्ने बेलै भएन, भर्खर कति भएछ खै कुन्नी, कति भएछ अझै यो बिउ हुनलाई 10-15 दिन त लाग्छ होला। अलि उखाल्दाखेरि नि पुरै चुड्छै जस्तो छ है। त्यो गेग्रोटो थियो नि त यतापट्टि पुरा गेग्रोटो छ, पुरा गिट्टी झारेको उसो छ कि पहिले जमानामा घर बनाउँदाखेरि। उता फेरि उता नालाको उसको गर्दाखेरि उ भयो कि। अनि यहाँ चाहिँ हाम्रो टुकी आज नुहाएको नुहाइ गऱ्यो यो टुकीले, आज चरे छैन। अब खान के खान्छस्, परल खाँदैन, परल भनेको फेट्टी खाँदैन, के भएको के हो यो। सिङ त यस्तो भछ है, परल भनेको खाँदै खाँदैन कस्तो खालको मैसी चढ्ने बानी भएर हाम्रो यहाँ पारा। फेरि केटा यसले कुरा बुझ्छ नि, केटा आइज भन्यो भने बुझ्छ, आउँछ कि। तर किन्न परेर चाहिँ खोइ जुम्रा हेर किन्न। ओ यो किन्नलाई यस्तरी मार्नुपर्छ कि यहाँ राखेर, छोड त केटा, यहाँ राखेर यस्तो गरेर छोड यस्तो गरेर पिचित लौ जा मार्दियो। यो कति 8 महिनाको भयो ठ्याक्कै है, 8 महिनाको पारा हो यो। एक वर्षको पारा जस्तै छ। यसको साथी हो नि, यसको योभन्दा ठुल्ठुलोहरू यत्रै छ कि। कति छिटो बढेको भन्छ सबैले, किनकि हामीले दुध खान्छ नि, दुध दह्रो खुलाउँछ नि त सानोमा। एकदम कम बलियो छ यसले। मलाई कति 4 महिनाको हुँदै गाउँबारीमा पल्टाएर मलाई खत्तम पारेको यसले। यो बहुत बैमान छ, नाकी रसी छेउ नसकेर दुईजना टुकी 2 बेते गयो, 2 बेतेको यत्रो भइसक्यो सिङ। यसको माउले दुध धेरै दिन्थेन, यसले चाहिँ दुध धेरै दिन्छ। कत्रो हागेको यार, हेर बाबा यत्रो यामा कत्रो हो। टुकी कस्तरी हेरेछ है टुकीले त यार। टुकी सो गाइस यतै हाम्रो अलिकति मकै छरेको हो, यस्तो भन्छ पुरा पानी भरेर हेर्नु त, पानी भरेर परल नखाएर हेर्नु, परल पनि यस्तो भन्छ। परल पनि बाङ्गियो, सब मुसा पसेर खत्तम पारेन मुसाले, पुरै पानी पस्छ माथिबाट। यो परल पनि खत्तमै भयो, यो कामै छैन परल। पोहोर पनि त्यस्तै भयो, अहिले पनि त्यस्तै भयो।